हेलो गुड मर्निङ फर्स्ट अफ अल अब म तपाईँहरूलाई सुसी बनाउने एउटा प्रोसेस देखाउँछु। मैले बनाइरहेको सुसी अब यसलाई चाहिँ उरामाकी भन्छ। उरामाकीको पनि यो हाम्रो उयो हो। अब के भन्नु, हामी नेपालीलाई जापानिज फुड कस्तो अझ कल्टो लाग्ने रहेछ क्या। बनाउनु त सिकियो, काम चाहिँ कहाँ लाउने हो थाहा छैन, सिक्न चाहिँ सिकियो। ल मैले चाहिँ अब फर्स्ट टाइम आफ्नो भोइस राखेर भोइस कभर गरेर एक्सप्लेन गर्न खोजेको छु। अब म खासै एक्सप्लेन त गर्दिनँ। फर्स्ट अफ अल त हामीले यो ब्याम्बो म्याट लिने, ब्याम्बो म्याट लिएपछि अब त्यसमा हामीले नोरी सिट राख्ने। यो नोरी सिट चाहिँ अब उयो हो क्या, समुद्री लेउ हो। नोरी सिट राखेपछि हामीले त्यसमा जापानिज राइस राख्ने। अब हाम्रो जापानिज राइस नेपालमा पाउँदैन, द्याट्स वाइ हामीले ताइचिन राइस राखेका छौँ। ताइचिन राइसलाई हामीले अब सुसी भेनेगरमा मिक्स गरेर राखेका छौँ। अब त्यो राखिसकेपछि हामीले त्यो नोरी सिटमा चाहिँ फर्स्ट अफ अल हामीले राइसलाई स्प्लिट गर्ने। देन स्प्लिट गरिसकेपछि हामीले मजाले फैलाइसकेपछि त्यसलाई हामीले फ्लिप गर्ने। देन फ्लिप गरिसकेपछि हामीले त्यसमा यो लामो लामो छ नि, यो चाहिँ कुकुम्बर हो, भनौँ न काँक्रो कुकुम्बर हो। अब यो कुकुम्बरलाई हामीले जुलियन पातलो लङ साइजमा काट्ने। जुलियन साइजमा भन्दाखेरि चाहिँ जुलियन भन्छ के। देन हामीले यो पहेँलो के अरे गुलाबी के राखेको भन्दा त्यो चाहिँ हामीले क्र्याब स्टिक राखेको। क्र्याब स्टिकलाई मायोनिज, सल्ट एन्ड पेपर, ब्ल्याक पेपर राखेर मिक्स गरेपछि हामीले क्र्याब स्टिकको सलाद बनाएर त्यो क्र्याब स्टिक सलाद हामीले त्यहाँ माथिपट्टि टपिङ गर्ने। देन पछि हामीले यसरी ब्याम्बो म्याटमा लिएर फ्लिप गर्ने। फ्लिप गरिसकेपछि हेर्नु त कति राम्रो सेप आएको छ त भन्न मिल्दैन। अब के गर्नु, सिकिरहेको। अब सिक्न त सिक्यो, थुप्रै बनाइसक्यो, 20-25वटा बनाइसक्यो। देन हामीले यसको त्यो बाहिरको त्यो एजहरू अलि नराम्रो हुन्छ नि त, काचुकुचु आउँछ। त्यही भएर हामीले त्यो ब्याम्बो म्याट लेखेर यसरी फिङ्गरले हातले चिप्काइदिइसकेपछि त्यसको सेप चाहिँ राम्रो आउने भएको भएर यस्तो गरेको। त्यो चाहिँ कम्पलसरी चाहिँ छैन। देन हामीले यसलाई मजाले प्रेस गर्ने, भनौँ न ठिकको तरिकाले, फेरि काचक्कै निस्केला नि। देन हामीले यसरी उठाइसकेपछि हामीले त्यहाँ माथि स्यासिमी सिडले हामीले यसलाई सिजनिङ गर्ने। स्यासिमी सिड भनेको चाहिँ नेपालीमा चाहिँ हामीले यसलाई के भन्छौँ रे, यसको नाम तिल। अब ब्ल्याक तिल राखेका छौँ हामीले चाहिँ, वाइट पनि हुन्छ। हामीले ब्ल्याक स्यासिमीले टपिङ गरिसकेपछि त्यो टपिङलाई हल्का थिच्ने, किनकि त्यो निस्किन्छ नि त। अनि निस्किसकेपछि हामीले हल्का रोल गरिसकेपछि हामीले टक्क फेरि चपिङ बोर्डमा राख्ने। ओहो नि, चपिङ बोर्ड पनि कति सेतो चाहिँ नभन्नु होला। अब के गर्नु, युज गर्दै गएपछि ब्ल्याक भइहाल्छ। देन हामीले दुईतर्फ यसो समातेर अनि देन हामीले चक्कुमा पानी लाएर त्यसरी हामीले टक्क च्वाट्ट काट्नुपर्छ। देन साइज चाहिँ मिल्दैन, के गर्नु, अब नमिले पनि पहिला प्रयास जारी छ। यसरी हामीले चट्ट काटिसकेपछि काट्ने, 8 पिसमा काट्ने। न्याच्च पनि गयो मेरो, हेर्नुहोस् त, के गर्नु। अब यसलाई अहिले एकछिनमा ब्याम्बो म्याट लिएर फेरि यसको साइज मिलाउन मिल्छ। के गर्नु, नेपालमा काम सिकेर पनि विदेशमा उपयोग चाहिँ हुने हो कि नहुने हो, नेपालमै उपयोग हुने हो कि नहुने हो। ल काटिसक्यौँ हामीले बल्ल तल्ल। काटेपछि हामीले फेरि यसलाई ब्याम्बो म्याट लिएर कति मजाले सुन्दर च्याप्टो बनायौँ। देन हामीले प्लेट ल्यायौँ। प्लेट पनि कल्लो छ। अब प्लेटमा हेर्नु न, यो मायोनिज हो। मायोनिजले उयो गर्न लगाएको। मायोनिज पनि राम्रोसित नफिटेको भएर तेल जस्तै देखेको छ। मायोनिज पनि राम्रोसित निस्किँदैन यो उयसबाट, बोतलबाट। कस्तो यो धेरै थिक भएछ क्या यो मायोनिज। यो मायोनिज चाहिँ हामीले बनाएको चाहिँ होइन, हामीभन्दा पछिको ग्रुपले बनाएको हो। त्यही भएर नि हो कि, त्यही भएर हामीलाई नि मायोनिज त बनाउन आउँछ। देन यसरी सजायौँ। टप्प छेउछेउमा टप्प एक थोपा हाल्यौँ, यतापट्टि पनि टप्प एक थोपा हाल्यौँ।
हालिसकेपछि फिङ्गरले न्याच पार्यौँ अर्को पनि स्याट पित्त। त्यसपछि मैले टक्क यसरी टक्क राखेँ बुट्टा मिलाएर। यसरी हामीले बुट्टा मिलाएर राखिसकेपछि हाम्रो सुसी हुन लाग्यो रेडी भइसकेपछि हेर्नु होला कस्तो हुन्छ। लगभग अब हाम्रो प्रोसेसिङ भइसक्यो। कति मजाको राम्रो देख्यो। यसरी नै बनाउनु होला सुसी।